हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई रितु अन्त युट्युब च्यानलमा स्वागत छ। हजुरहरूमा आज फेरि पनि मुकबाङ भिडियो लिएर आइसकेको छु। देख्न सक्नुहुन्छ आज मसँग खानामा छ गाउँको ढिँडो अनि चिकन ससेज अनि यहाँ मटन करी रहेको छ है। अनि यहाँ छ सलादहरू पिउनको लागि कोक छ मसँग। अनि आज मसँग देख्न सक्नुहुन्छ साथीहरू नयाँ साथी हुनुहुन्छ भन्दाखेरि यहाँ हुनुहुन्छ मेरो ज्वाइँ बाबु। हजुरलाई मेरो च्यानलमा स्वागत छ। धन्यवाद। अब मिठो भयो नि नभए मिठो गरेर खाइदिनु ल। हुन्छ, सुरु गरे ल दिनु। पहिला चाहिँ म मटनबाटै सुरु गर्छु। खोपी सुरु गरे ल। कस्तो मिठो भएछ। अचार झिकेर लिएर जानु न। ढिँडो त पुरै सेलाउन लागिसक्छ नि त। र खसी पनि टिपेर खानु भ्याउँछ नि त फेरि। कत्रै मिठो भएछ कि लास्टमा होइन। बोल्नै बिहानमा अब त पसिना आइसक्यो त। पसिना पसिना मैले भनेको होइन त। पहिला सुरुमा ढिँडो सक्छु म। लेमन निचोरेर खानु त कस्तो मिठो भएछ सुपमा। दामी भएछ नि त। हट गर्मी भएछ। तपाईँलाई चाहिँ गर्मी भएछ। एउटाले खानु हजुर एउटाले
जति पनि साथीहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गर्न नबिर्सिदिनु होला। यदि हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर गरिदिनु नबिर्सिनु होला। आशा छ मेरो कमी कमजोरीहरू मलाई भनिदिनु हुनेछ हजुरहरूले है, सुधार्ने प्रयास गर्छु। तपाईँ पनि भन्नु है मेरो कमी कमजोरीहरू। म खाना दिन्न सक्छु। कति जो भयो साथीहरू मैले ढिलो खाएर सकिसकेछु है। यस्तो खाले ढेर त सक्यो। तर मिठो भएको है, कस्तो मिठो भएछ। सक्नु पर्ने हो, सक्नै पर्ने हो त। सकेर चाहिँ तपाईँलाई भन्दा धेरै मलाई नै राखेको देख्नु भएको नि। पसिना sorry. तपाईँले मात्रै खानु पर्यो त्यो क्या पसिना त तपाईँलाई मात्रै खायो अनि भयो तपाईँलाई सक्नु भएन त अनि
ओभर मिठो थियो है दाजु एकदम पिरो भयो लास्टमा है त्यो गामगुम होइन त्यो अचार खुर्सानी अनि प्याजको पात एकैचोटि खाइदिएको पिरो देख्न सक्नुहुन्छ साथीहरू मैले खानाहरू खाएर सकिसकेछु मेरो ज्वाइँले चाहिँ खाना अलिकति मटन सक्नु भएन है अरू त के भन्नु साथीहरू यदि कोही मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न नबिर्सिदिनु होला होइन हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट पनि गरिदिनुहोस् सेयर गर्न नबिर्सिदिनु होला स्किप नगरिकन हेरिदिनुहुन्छ होला भने आशा छ साथीहरू हजुरहरूले मसँग इन्जोय गर्नुभयो होला भनेर यदि ममा केही कमजोरी छ केही कमजोरी छ भने प्लिज कमेन्ट गर्न नबिर्सिदिनु होला है ताकि आगामी दिनहरूमा सच्याउन सकौँ है हजुरहरूसँग म यसै गरी सदैव मुखबाङ भिडियो लिएर आउने आशाका साथ अहिलेलाई बिदा हुन्छौँ धन्यवाद बाई जुठो हातले नै